तपाईँको छोरा 12 देखि 18 वर्षको हुनुहुन्छ भने कृपया यो भिडियो चाहिँ नछुटाउनु होला होइन। हाम्रो एकजना पेसेन्टको स्टोरी भन्छु म है। हाम्रो आज मात्रै सर्जरी भएको एकजना पेसेन्ट हुनुहुन्छ। उहाँको चाहिँ नर्मल्ली अब यो टिनेजको टाइममा चाहिँ अब चेस्ट बढ्यो होइन। अब नर्मल्ली 12-13 वर्षमा चेस्ट बढ्यो अनि त्यसपछि चेस्ट अलिक ठुलो हुँदै गयो। सुरुको फेजमा खासै केही त्यस्तो असर गरेन होइन। तर बिस्तारै अब त्यो चेस्ट ठुलो हुँदै हुँदै गएपछि चाहिँ बिस्तारै अब 13-14 वर्षमा स्कुलमा साथीहरूले बिस्तारै गिजाउन थाल्यो होइन। अनि अब यसले गिजाउन अब त्यो एजमा अब साथीहरूले गिजाउन थालेपछि अहिले अप्ठ्यारो लागिहाल्छ बच्चाहरूलाई होइन। त्यसपछि अब यो कुराहरू अब आफ्नो पेरेन्ट्सलाई सेयर गर्न पनि गाह्रो लाग्ने अनि उहाँले सेयर गर्नु भएन त्यो सानो बच्चाले होइन। अनि त्यसपछि बिस्तारै अब त्यो प्रेसर बढ्दै गयो। अब आफूलाई अब अप्ठ्यारो हुने गयो। सर्टहरू लाउँदाखेरि बुक्क देखिने होइन, टी सर्टहरू लाउँदाखेरि बुक्क देखिने, अब स्पोर्ट्सहरू खेल्दाखेरि अब यो चेस्ट बुक्क देखिने होइन। अनि त्यसपछि अब यो के हो खासै राम्रोसँग थाहा पनि हुँदैन यो एजको बच्चाहरूलाई। अनि त्यसपछि अब आफ्नो प्यारेन्ट्सहरूलाई सेयर गर्न पनि सक्दैन, साथीहरूलाई सेयर गर्न सक्दैन, साथीहरूले झन् गिजाउँछ होइन। अनि अब बिस्तारै स्पोर्ट्सहरूबाट अलिकति आइसोलेटेड गेम्सहरू खेल्न छोडिदिने अनि त्यसपछि अब साथीहरूसँग पनि हिन्डुल गर्न छोडिदिने होइन। एकदम एक्लै भएर बस्ने होइन, साथीहरूसँग नि त्यस्तो घुलमिल नगर्ने त्यो हुँदै गयो। अनि अब एउटा पोइन्टमा गएर प्यारेन्ट्सलाई अब त्यो सेयर गर्नुभयो होइन। मलाई स्कुलमा एकदमै गाह्रो भएछ यसले गर्दा भन्यो। अनि भन्दाखेरि अब पेरेन्ट्सहरूले त्यसलाई सिरियसली नलिने सुरुको फेजमा अब के हुन्छ यो सबैको हुन्छ जस्तो कुरा गर्ने होइन। अनि अब त्यो पेरेन्ट्सहरूबाट पनि त्यस्तो एन्सर आएपछि चाहिँ अब उहाँ सानो बच्चालाई चाहिँ अब 2-3 वर्ष भइसकेपछि चाहिँ अब त्यो गाह्रो अझै त्यो प्रेसरहरू अब आफ्नो मेन्टल्ली नै प्रेसर बढ्न थाल्यो। अब त्यो एन्जाइटीहरू त्यस्तो अब एट्याकहरू आउन थाल्यो होइन। अब एन्जाइटी एट्याकहरू आउन थाल्ने, अब अलिकति डिप्रेस टाइपको पेसेन्ट हुन थाल्ने। अनि यो बढ्दै गएपछि चाहिँ अब पेसेन्ट्सहरूले अब पेरेन्ट्सहरूले चाहिँ अब सिरियसली यसलाई अब किन भयो भन्ने कुरा अब गर्दाखेरि लास्टमा गएर अब यो चेस्ट बढेको कारणले गर्दा अब त्यो भयो भन्ने कुरा भयो होइन। त्यसपछि अब डक्टरकोमा साइकियाट्रिस्टकोमा लिएर जानु, साइकियाट्रिस्टकोमा अब त्यो एन्जाइटीको मेडिसिनहरू, डिप्रेसनको मेडिसिनहरू खानुपर्ने भयो होइन। अनि बिस्तारै अब स्कुलबाट ड्रप आउट स्टुडेन्ट चाहिँ अब बच्चा चाहिँ 15 वर्षमा स्कुलबाट ड्रप आउट हुनुभयो होइन। स्कुल जानै नमान्ने त अब त्यो एन्जाइटीहरू एट्याकले गर्दा अब त्यो डिफ्रेन्ट मेन्टल्ली इस्युजहरू भयो होइन। अनि त्यसपछि अब फाइनली अब साइकियाट्रिस्टकोमा गएपछि चाहिँ अब यो प्रब्लम भएपछि चाहिँ अब फाइनली हाम्रोमा आउनुभयो। अनि त्यसपछि अब हामीले चाहिँ अब यस्तो प्रब्लम भइसकेपछि सर्जरी सजेस्ट अब साइकियाट्रिक क्लियरेन्स भएपछि सर्जरी सजेस्ट गऱ्यो होइन। अनि त्यसपछि अब हाम्रो सर्जरी भयो। अनि अब यतिको सर्जरीपछि अब अभियसली रिलिफ हुन्छ पेसेन्टलाई होइन। अब त्यही भएर अब हजुरको बच्चाहरू छोराहरू अब 12 देखि 18 वर्षको एज ग्रुपमा हुनुहुन्छ भने चाहिँ अब गाइनेकोमेस्टिया भनेको चेस्ट बढ्ने समस्या चाहिँ एकदम कमन हुन्छ। लाइक 50-60% यो समस्या हुन्छ। तर धेरै जसो केसमा सर्जरी गर्नुपर्ने हुँदैन। यो आएको 1-2 वर्षभित्र आफै हराएर जान्छ है। अब त्यो पिरियडमा चाहिँ बच्चाहरूलाई राम्रोसँग काउन्सिलिङ गर्नुपर्ने हुन्छ है। कहिले कहिले अब साइकोलोजिस्टकोमा लिएर जानुपर्ने हुनसक्छ। अब त्यो कुनै नराम्रो कुरा होइन है। अब अथवा आफ्नै घरमा काउन्सिलिङ गर्नुपर्ने हुन्छ। इनकेस अब 2 वर्ष 2.5 वर्षमा नि हराएन भने इनकेस अब त्यसले मेन्टल्ली एकदमै असर गरेको छ भने यस्तो केसमा सर्जरी गर्दा नै सबभन्दा बेस्ट अप्सन हुन्छ। त्यही भएर तपाईँको बच्चा यो एज ग्रुपमा हुनुहुन्छ भने एकदमै ख्याल गर्नु होला। बच्चाहरू कसरी बिहेभ गरिरहेछ, बच्चाहरूको बिहेभियरहरू चेन्ज भएको छ कि छैन होइन। उनीहरूले आइसोलेटेड भएर एक्लै भएर बसेछ कि बसेको छैन, त्यो सबै कुराहरू एकदमै केयरफुल्ली वाच गर्नु होला। यसले ठुलो असर गर्नसक्छ बच्चाहरूलाई। थ्याङ्क यू।